हेलो गाइज, आज चाहिँ टिकाको दिन अनि हामी चाहिँ माथि माइत आएको छौँ। भोजपुर नगरपालिका 1 हेलाउछा भामराङ। अनि म चाहिँ माइत आएको अवसरमा डाँडामा पनि घुम्न आइहालेँ। ला 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 ला। अनि यता चाहिँ हुनुहुन्छ, यता चाहिँ छ मेरो ठुली दिदी। हेलो। अनि माई क्युटी पाई सिस्टर, क्युटी पाई सिस्टर फुर्लमु शेर्पा। नमस्ते। अनि हामी जम्मै दिदीबहिनीहरू सबैजना डुल्नु आएको। कति राम्रो मौसम। अनि मौसम चाहिँ राम्रो छ, तर कुहिरो लागे कोही यस्तो छ। अनि यसको विपरीत ल हेर्नुहोस् हामीपट्टि कति राम्रो मौसम। चस्मा खोलिदिएको ल। मेरो एकजना सिस्टर हुनुहुन्छ जो भागिराख्नु भएको छ। क्यामेरामा अलिकति कैद गर्नु पनि मैले सकिनँ, किनकि उहाँ क्यामेरादेखि टाढा बस्न चाहनुहुन्छ। सरप्राइज अर्को दसैँमा देखाउला। यो दसैँमा यस्तै भयो। मेरो ब्युटिफुल सिस्टर छ, अनि त्यसको लागि चाहिँ अर्को दसैँ कुर्नु होला तपाईँहरूले। यो छ नि क्युट, यसको डबल क्युट त्यो छ, तर त्यो क्यामेरामा आउनु मान्दैन। भाउ खाएको छ त्यसले। अर्को वर्षसम्म लगानी लगाउनु सकेछु भने तपाईँहरूलाई देखाउला। लगानी लगाउनु सकिनँ, पैसा कमाउनु सकिनँ भने आगुम पनि देखाउनु सक्दिनँ होला। ए उनीहरू चाहिँ सस्तो मस्तोको छोरा देखाए। अनि अर्को क्युटी पाई सिस्टर छ, तर के गर्नु, पैसाको कमी छ मसँग। गाउँको नजारा वाउ। ल यो चाहिँ मेरो माइती गाउँ। माइती गाउँ पनि पातालो बस्ती छ, तर पनि आफू जन्मेको ठाउँ सबैलाई प्यारो लाग्छ। ले सी 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 मेरो सिस्टर झुक्काएर खिच। गाइस मैले लुकेर खिचेको, तर यसले देखिहाल्यो, मलाई कराउँछ अब यसले।